Guys, welcome to my YouTube channel. है आज हङकङको वेदर चाहिँ एकदम रेनिङ वेदर छ हो। पानी पऱ्यो नि है भाइ, यस्तो जोडले कसरी स्कुल जाने होला। यहाँको वेदर चाहिँ तपाईहरुलाई आजको वेदर अपडेट दिउँ भनेको हो। यस्तो पानी परेछ, आमामामा यहाँ हेर्नुस् न कति धेरै पानी परिरहेछ हङकङमा अहिले है। सेफ्टी भएर हिँड्नुस्। अब यहाँनिरको वेदर यस्तै रहेछ। एनी टाइम घाम लाग्छ, घाम लाग्यो भने फेरि पानी यस्तो पर्दो रहेछ यहाँनिर आमा। अब अहिले बिहानको यहाँनिर 8 बज्न लागेछ। हिजो 3-4 दिनदेखि चाहिँ एकदमै पानी परेर एकदम बिजोग भइरहेछ। नानीहरूलाई स्कुल लानु ल्याउनु पनि एकदम अप्ठ्यारो हुन्छ पानीले गर्दा है। बी सेफ्टी। पानी परेर हामी पनि पार्कमै बसिरहेछ। अब टाइम हुन लाग्यो, झन् जोडले पानी परेर केही छैन है यहाँ त। अब अहिले यहाँको वेदर चाहिँ एकदमै ठिक्कैको छ है। गरम त छ तर एकदम ठिक्कै छ वेदरहरू। अब यस्तै हो, बाहिर देशमा पनि जहाँ पनि त्यही हो नि। अब अहिले यहाँ पनि साइक्लोन आउने कुरा थियो। आज चाहिँ एकदमै पानी देखाएको थियो। अब नानीहरूको स्कुल त चलि नै राख्छ, पानीमा पनि ल्याउनु त पर्छ है। अब नानीहरूको स्टडी हो, पढ्नु त पर्यो, स्कुल जानु त पर्यो। अब ये चाहिँ हाम्रो पार्क हो। यहाँ चाहिँ हामी जहिले पनि आउँछु, रेस्ट गर्न आउँछु है। अन्त यहाँनिर चाहिँ एकदम रमाइलो हुन्छ, अब नानीहरू हुन्छ है। यो चाहिँ हाम्रो यहाँको पार्क हो। हेर्नुहोस् न, मेरो अलिक ब्याक क्यामेराले काम पनि गरेको छैन। अनि यहाँ पानीले गर्दाखेरि आवाज पनि एकदम कम्ती सुनाइदिने होला है। यहाँ हेर्नुहोस् न, यहाँनिर चाहिँ सबैजना बस्छ हो। शीतल हुन्छ नि, हावा आउँछ हो। तर यहाँ चाहिँ अहिले चाहिँ यस्तो वेदर भइरहेछ कि पानी परेकै छ है। बाई बाई सबैजनालाई। राम्रोसँग बस्नुहोस्, स्वस्थ बस्नुहोस्, केयर गर्नुहोस् है। आफ्नो सेफ्टी बस्नुहोस् अनि टेक केयर गर्नुहोस् आफ्नो नानीहरूलाई। बी केयरफुल भएर